हेलो एभ्रिवान साथीहरु सबैजनालाई बिहानीको शुभ प्रभात। साथीहरु म अहिले गोर्खा जिल्लाको अहिले भच्चेक गाउँको भिजिटमा आइरहेको छु भने अहिले म माथि सिरान डाँडा र तल भच्चेकको बीचमा रहेको नमकिन भन्ने यो संगम स्थल भन्ज्याङमा छु र तपाईहरुलाई यो सिनारियो म देखाउँदै छु कि हाम्रो नेपालको लोकल पर्यटनीय स्थलहरु कसरी प्रवर्धन भइरहेको छ, कुन तरिकाले चाहिँ स्थानीयवासीहरुले कसरी फाइदा उठाइरहेको छ भन्ने कुराहरु मोटामोटी एउटा अध्ययन जस्तै एउटा भ्रमणको रूपमा म अहिले यो दशैंको छुट्टीको माहौललाई अलिकति सदुपयोग गर्दै केही ठाउँहरु मैले भिजिट गर्ने म अवसर मिलेको छ र साथीहरु म तपाईहरुलाई देखाउँदै छु। हेर्नुस् है, नेपालको तपाईको भूभागहरुलाई चाहिँ मध्यनजर गर्दै कुन ठाउँमा कसरी तपाईको लोकल टुरिज्महरु डेभलप भइरहेको छ भन्ने कुराहरु यो भिडियो मार्फत सम्पूर्ण यो जुन ठाउँहरुमा चाहिँ तपाई सम्भावित टुरिज्म क्षेत्र छ त्यसलाई तपाईहरुले स्वस्फूर्त तरिकाले स्थानीय लेभलबाट नै तपाईहरुले टुरिज्मको लागि स्थानीय तपाईको टुरिज्म कसरी भित्राउन सकिन्छ भन्ने कुराहरु यस्ता उदाहरणहरु तपाईहरुले प्रशस्त देख्न सक्नुहुन्छ। तसर्थ साथीहरु यो भिडियोलाई तपाईले धेरै भन्दा धेरै शेयर गर्नु होला, किनभने अहिले यो गोर्खा जिल्लाको यो भच्चेक भन्ने यति राम्रो टुरिज्मको लागि हब बनिरहेको रहेछ कि अहिले आउँदाखेरि यो होटलै पाइएन के, हिजो बेलुका आएको हैन, पुरै खचाखच थियो। तर साथीहरु स्थानीय टुरिज्म क्षेत्र पनि एकदमै राम्रो छ हैन। नेपालको लागि अब नेपालको विकास र समृद्धिको लागि एउटा कोसे ढुङ्गा नै अब लोकल टुरिज्म हो भन्ने म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यति भन्दै गोर्खा जिल्लाबाट साथीहरु तपाईलाई म यो भिडियो देखाउँदै यो साइडमा चाहिँ नि गणेश हिमाल थियो हैन, अहिले अलिकति घामले अलिकति छेकिएको छ भने तल चाहिँ पुरै बारपाक गाउँ पुरै देखिन्छ। साथीहरु यस्ता रमणीय ठाउँहरुले तपाईहरुले भिजिट गर्दै लोकल स्थानीय रूपमा नै तपाईले आफ्नो क्षेत्रलाई चाहिँ विकास गर्न सक्नुहुन्छ। विज्ञापन एक अर्कामा शेयर गरेर तपाईले लोकल टुरिज्मको प्रबल सम्भावनालाई चाहिँ अझ डेभलप गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यही नै अन्त्य गर्न चाहन्छु। जय गोर्खा, बाइ बाइ।